र सम्पूर्ण दर्शकबिनहरू आज जुन हाम्रो यहाँनिर हाम्रो प्रशान्त तामाङज्यूलाई श्रद्धाञ्जली अर्पित गर्न गइरहेको छौँ जति सक्छौँ त्यति। हाम्रो यहाँ सेन्ट्रल बोकाजन रिजनल कमिटी आक्सु ओला सङ्घर्ष स्टुडेन्ट युनियनबाट बांध्नु परेको छ जो उहाँ चाहिँ एउटा इन्डियन आइडल सिजन 3 को विनर भइसक्नु भएको थियो। उहाँको एकदमै 11 तारिक उहाँको अचानक निधन भएको कारणले गरेर हाम्रो एकदमै शोकमा छौँ र उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुको कारणले आज हामी बोकाजनको यहाँ सुभाष चन्द्र बोस स्ट्याच्युमा हामीहरू यहाँनिर आएको छौँ। जब हाम्रो प्रशान्त तामाङज्यू जब इन्डियन आइडल 2007 मा त्यतिखेर हामीहरू सानो थियौँ, म सानो थिएँ, त्यतिखेरको क्रेज इन्डियन आइडल चिनिनु, हामीले इन्डियन आइडल सुन्ने बित्तिकै प्रशान्त तामाङको यहाँ नाम याद आउँछ हामीलाई, हो कि होइन? प्रशान्त तामाङ भन्ने बित्तिकै इन्डियन आइडल र आजसम्म सिजन 16 न 17 जान्दैछु अहिले। त्यस्तो आजसम्म त्यस्तो क्रेज छैन, इन्डियन आइडलमा भएको पनि थिएन र हुँदैन पनि। हिस्ट्री क्रिएट गरेर जानुभएको छ उहाँले कलाकार क्षेत्र, नट ओन्ली इन कलाकार क्षेत्र, सङ्गीत क्षेत्र र हालैमा उहाँले एउटा ओटिटीमा एउटा वेब सिरिज पनि खेल्नु भएको थियो हो, त्यो पनि पाताल लोक सुपर डुपर हिट गएको थियो र हालैमा एउटा सलमान खानसँग पनि एउटा बलिउड मुभी भइसकेको थियो, खालि डबिङ मात्रै बाँकी थियो र उहाँको यो एकदमै अचानकको मौत जुन चाहिँ एउटा हाम्रो लागि एउटा एकदमै शोक र एकदमै दुखित। सेन्ट्रल बोकाजन रिजनल कमिटीद्वारा आक्सुद्वारा हाम्रो यहाँनिर उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नु गइरहेको छौँ र म सम्पूर्णलाई अनुरोध गर्छु सबै भित्र पसेर हामीहरू राउन्ड गरेर उहाँको एउटा सानो गीत एउटा गुनगुनाएर भए पनि उहाँलाई श्रद्धाञ्जली अर्पित गरौँ भनेर म चाहिँ सम्पूर्णलाई अनुरोध गर्दछु। सारे महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने मान्छे मान्छेले रुँदै धारा नौरा बारी छ कम्पन सहारा छोडको बेलैमा अब
ओइ बाबा भनेर असारे महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने कम्ती है माइचङले रुँदै धारा यो डाँडा पारी छ सम्पन सहारा बिछोडको बेलैमा बिछोडको बेलैमा बिछोडको बेलैमा बिछोडको बेलैमा समुदायको बहुत नजिकको मान्छेलाई हामीले आज गवाएका छौँ र जहाँ पनि हुनुहुन्छ म आशा गर्छु कि हामीलाई हेरिराख्नुहुन्छ सधैँभरि र हामी यसरी नै उहाँलाई याद गरिराख्छौँ। हाम्रो यादमा उहाँ सधैँ हुनुहुन्छ र उहाँलाई ट्रिब्युट गर्नको लागि चाहिँ म एउटा गाना प्रेजेन्ट गर्दैछु। यो सङ उहाँले पनि कभर गर्नुभएको थियो सधैँ सधैँ मन्त्र ब्यान्ड। यसरी नै हामी याद गरिराख्नुपर्छ हाम्रो सरलाई। उहाँले बहुत कुछ कन्ट्रिब्युट गर्नुभएको छ हाम्रो समाजमा, हाम्रो गोर्खा समाजको लागि। उहाँ सधैँ हाम्रो यादमा रहनुहुन्छ। प्रशान्त सिंह, वी ऑल लभ यू। सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका गीतहरू पर्खी तिमी आएनौ वेदनामा गीत कोरे पर्खी तिमी आएनौ वेदनामा गीत कोरे सुनियो यो गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो जुनी जुनी तिमी सँगै जुने सपना मेरो तिमीलाई नै पाउने जुनी जुनी तिमी सँगै जुने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्यो र सोचे जति सबै सधैँ सधैँ आइरहन्छ तिम्रो